छौँ। अहिले हामी चाहिँ यो सिमाई क्याम्प घुम्न आइरहेको छौँ। बच्चो घुम्ने क्रममा अहिले हामी सिमाई क्याम्पको जुन मन्दिर छ विष्णुपचाइ मन्दिर त्यहाँनिर छौँ। मन्दिरमा अहिले मन्दिर यहाँनिर हो, यो एउटा मन्दिर, यो अर्को मन्दिर। अनि त्यतातिर फुटबल ग्राउन्ड थियो मन्दिर। हाम्रो त्यसरी यहाँ नाच्यो, अहिले दो भएको छ नाच्ने ठाउँ। अब नाच्ने गाउने ठाउँ मन्दिर अगाडि चाहिँ हिलो भइरहेछ। यो काम लाग्छ नि। अब यतापट्टि स्कुलतिर जाउँ। मेन स्कुल यो हामी मेन स्कुल हेर्दैछौँ। मेन स्कुलको स्थिति एकदम दुःख लाग्छ त अहिले। स्कुल त्यहाँनिर थियो, त्यहाँदेखि उतो जङ्गल। अनि मान्छे मऱ्यो भने जलाउनु उता लगिन्थ्यो तल्लो छेउतिर त्यो स्कुलले उतो। अनि पहिले पो ठुलो थियो त क्याम्प हुँदा, ठुलो लाग्थ्यो। अहिले सानो माथिबाट हेऱ्यो भने एकैचोटि फेदमा देखिने भएको रहेछ। यो मेन स्कुलको हालत एकदम खतम भएको रहेछ अहिले। हेर्नु टिन पनि उडाएर लगिसकेको छ, टिका सबै भत्काएको छ। हालत एकदम नाजुक। यो चाहिँ अफिस थियो, मेन अफिस स्टाफको टोइलेट भत्केर यस्तो भएको छ मेरो स्कुलको। यो चाहिँ मेन स्कुलको दुई हो, त्यहाँ अगाडिको चौतारो यो चाहिँ। अनि हामीहरू यहाँ स्टुडेन्ट आएछौँ, अफ हुँदाखेरि आएर यहाँ गफसप गर्थ्यौँ। मैले पनि पढाएको होइन, अहिले त घर बनाएर रहेछ उतातिर। अनि अहिले अफिसको हालत त्यस्तो छ, लगायो टोइलेट त्यस्तो। अनि यो पर उता सिधा यतातिर जाउँ। तेरो फोन मैले परबाट खिचिदिन्छु। यो चाहिँ एकदम 6% छ है। हुन्छ अनि यहाँ चाहिँ मेन अफिस थियो होइन, अफिस यहाँ। अहिले अफिसको त्यो बरन्डा सबै भत्काएर यस्तो यतातिर हेर्नु सबै गरेको थियो। सिमाई क्याम्पको स्कुलभित्रको परिक्रमा त्यसमा अहिले हामी अफिसभित्र मेन अफिसभित्र यहाँनिरबाट सिक्युरिटी कसो भयो त्यहाँनिर घर भयो। अनि यहाँनिर चुलो बनाएको छ अहिले अफिस। हाम्रो अफिसको स्टोर रुम जुन थियो, यो स्टोर रुममा चुलो बनाएको छ। यतातिर हेर्नु चुलो त्यतातिर छ। यहाँ हेर्नु होला, अहिले मेन स्कुलको ठ्याक्क चुलो बनाएको छ। यहाँ बाहिर चाहिँ कसो घर थाल्नु माथि। अनि यो मेन स्कुलको स्टाफ रुम यस्तो भएको छ होइन। मन्दिर छ त्यहाँनिर स्टेजको अगाडि मन्दिर छ। अहिले मन्दिर भत्काएर छैन।
अहिले म क्लास 10 कुन थियो हेर्ने रे 10 B को क्लासरुमभित्र छु 10 B मैले पनि साइन्स पढाएको थिएँ अहिले यस्तो चाहिँ अब स्कुलको हालत यस्तो घुम्न हेर्नु अनि यो साइडको बनाएको नक्सा जस्तो छ यो चाहिँ यहाँ प्रोभ्सहरू जुन लेखेको त्यो यस्तै छ वाल एकदम राम्रो छ तर भुइँ र छानु भने सबै गइसकेको छ भुइँको मैला भएर छानु सबै किन्ने चाल्नु अनि यो राम्रो स्कुल उयो फ्लावर भएको अस्तिले बनाएको होला यो पनि अनि यो चाहिँ क्लास 10D थियो यहाँनिर होइन 10D थियो यहाँनिर अनि 10D क्लास 10D थियो त्यो 10D भएको क्लासमा चाहिँ जानु नसक्ने अवस्था छ झाडी झाडी उम्रेर एकदम त्यहाँबाट उता खेल्ने अवस्था छैन त्यहाँनिर भुटानका भुटानी हामी सम्बन्ध हाम्रो राम्रो छ बाँच्नको लागि केवल हामीलाई भुटान देशको खाँचो छ यो चाहिँ मलाई इन्ट्रेस्टिङ लाग्यो एकदम कसले हाम्रो भुटानी एकदम प्रेमी नेताको डायलग लेखे जस्तो छ होइन अनि यहाँनिर धारो थियो पानीको यो धारो छैन अहिले सबै गइसकेको छ यो फल चाहिँ के हो अहिले मैले जिन्दगी पहिलोचोटि देखेको हो होइन यहाँ जताततै यही छ काँडै काँडा भएको म टिपेर पनि देखाउँछु काँडै काँडा भएको देख्यो काँडै काँडा भएको भित्र एउटा दानो छ यसको बाहिर झुसै झुस काँडा यो के फल हो यो फल अहिले एकदम फल हो कि झार हो कि घाँस हो के हो एकदम उम्रेको छ यहाँनिर स्कुलभरि क्याम्पका घरहरूतिर सबै यतातिर स्कुल सबै भत्किया छ यी ऊ परको कुनामा जाउँ एकचोटि त्यहाँ क्लास 5B रहेछ यो कहिले 5B बनाएको थियो पनि हामी गइकिन होला अनि एकचोटि यतातिर जाउँ न कुनातिर हाम्रो यहाँ भाइ यहाँ चढेर हाम्रो टोइलेट हेर्नु छ पछाडि टोइलेट थियो यहाँनिर पहिला टोइलेट बारी भएको कारणले अनि यो टोइलेट थियो यहाँबाट टोइलेट गर्दाखेरि चाहिँ टोइलेट अहिले छैन सब घाँसै घाँस घाँसै घाँस अनि यहाँबाट बङ्क गरेर यहाँ त भाग्थे पनि साथीहरू कति सिमेन्टको बिचमा क्लासरुमभित्र पनि यो झारो बिँ आँट होइन खरेटो यस्तो यस्तो कुरोहरू उम्रेको छ यो के हो टमाटर एक टमाटर प्याकेट